साथी हो यो चाहिँ एउटा अपडेट आएको रहेछ स्पर प्रोटोकलमा हो त्यसको रिगार्डिङ होला राम्रो अपडेट लाग्यो कि म तपाईँहरू सबैलाई भनिदिँदैछु ल स्परकोमा चाहिँ यो दिएको रहेछ क्या यो पहिला थिएन यो डिप्लोय यर पिओजी टुडे भन्ने प्रुफ अफ गभर्नेन्स भनेर आएको रहेछ अन्त यसकै रिलेटेड होला यो मैले यहाँनिर तपाईँहरूलाई डिप्लोय पिओजी नाउ भन्नेमा यहाँ क्लिक गर्दाखेरि चाहिँ यो चाहिँ के रहेछ भन्दा चाहिँ यसमा चाहिँ वाट्स इन्क्लुडेड भन्दा गेट 20,000 अफ स्पर पाउँदो रहेछ स्पर टोकन पाइहाल्दो रहेछ हामीले हो यहाँ इमिडिएटली पिओजी गऱ्यो भने प्रुफ अफ गभर्नेन्स भन्दो रहेछ पिओजी भनेको त्यसलाई गऱ्यो भने 20,000 स्पर सिधै पाइहाल्दो रहेछ होइन त्यहाँबाट भोटिङ एबिलिटी पाउँदो रहेछ हो भोट गर्नु पाउने रहेछ कि उयसको प्रोजेक्टको के नेक्स्ट स्टेप कुन चाहिँ हो भनेर अन्तखेरि भोटिङले चाहिँ के मतलब हुन्छ भन्दा भोटिङ गऱ्यो भने चाहिँ हामीलाई स्पर दिँदो रहेछ हो स्पर टोकन फेरि दिँदो रहेछ एडिसन इन एडिसन टु माइनिङ त्यहाँबाट फेरि गोल्डन ब्याज अरे गोल्डन ब्याज त हामीलाई मतलब पनि छैन थिम कस्टमाइजेसन पनि मतलब छैन हो त्यहाँबाट यो अब यो 10% एलोकेसन क्या यो चाहिँ अब यिनीहरूले भन्दैछ we've allocated 10% of our total supply to all POG holders which is in an addition to your airdrop अब एयरड्रप हामीले फार्मिङ जुन चाहिँ गर्दैछ त्यसमा पनि यिनीहरूले चाहिँ 10% चाहिँ जति पनि यिनीहरूको उयो छ कोइनको सप्लाई राख्छ नि त हो यस्तोमा चाहिँ 1 मिलियन 2 मिलियन बिलियन्सहरूको कोइन सप्लाईहरू हुन्छ त्यसको चाहिँ 10% एयरड्रप जति पनि गर्यो फार्मिङ जति पनि गर्यो त्यसमा अन टप अफ द्याट टोटल सप्लाईको चाहिँ 10% चाहिँ यिनीहरूले अझै एडिसनमा दिने अरे यो फेक हो होइन हुन्छ हुँदैन त्यो भगवान् जानोस् तर अब यो दामी छ क्या अब राम्रो यिनीहरूले साँच्ची नै दियो भने अन्त फ्युचर एयरड्रप्सको लागि पनि हुन्छ अरे अटोमेटिकली एलिजिबल भनेर यहाँ भन्दैछ हो यु विल बी अटोमेटिकली एलिजिबल फर एनी फ्युचर एयरड्रप असाइड फ्रम स्परसँग जेना अस्ति पनि मैले केटाहरूलाई भन्नु त भने सबैहरूलाई होइन यो चाहिँ जेनासँग रिलेटेड हो जेनासँग रिलेटेड भने अब त्यसमा पनि यिनीहरूले हामीलाई अटोमेटिकली एलिजिबल बनाइदिइहाल्नेछ अन्त त्यसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ 50% चाहिँ हामीलाई एयरड्रप दिनेछ यिनीहरूको पार्टनरबाट भनेको चाहिँ अब अहिले यिनीहरूको मोस्टली पार्टनर त्यो जेनै हो त्यहाँबाट पनि हामीलाई 50% हामीलाई एयरड्रप दिनेछ हो अन्तखेरि त्यसको लागि चाहिँ के चाहिँ गर्नुपर्ने अब अरू एन्डलेस पोसिबिलिटीहरू त भन्दैछ त्यसको लागि चाहिँ यो पिओजीको लागि चाहिँ किन्नुपर्ने रहेछ पिओजी चाहिँ सोलाना यो एसओएल भनेको चाहिँ सोलाना हो है अन्त 0.03 सोलाना चलाएर चाहिँ किनेर चाहिँ यो पिओजी चाहिँ हामीले किन्नु सक्नेछ हो अब तपाईँहरूले अब के भन्छ गर्नु हुँदैन भने होइन किनभने स्टार्टिङ हो आफ्नै पैसा किन डुबाउनु भन्ने खालको त्यो नेचुरल कुरा हुन्छ भने त्यो नगर्नु पनि हो तर अब के अरे म चाहिँ अलिकति रिस्क अहिलेसम्म लिइरहेको छु यो लिने नै छु हो अन्तखेरि म चाहिँ आफू गर्दैछु अन्त कसैले गर्छ भने ठिकै छ गरेन भने पनि वेल एन्ड गुड हुन्छै हुन्छ केही पनि छैन आफ्नो एयरड्रप माइनिङको पाइहाल्छ अन्तखेरि उड्यो भने कसैको केही जान्दैन पनि अन्त म चाहिँ यो रिस्क लिएर चाहिँ यो गर्ने हो कसैले गर्छ भने गर्दा हुन्छ ल के गर्नुपर्छ भन्दाखेरि चाहिँ अब यो फर्स्ट अफ अल सोलाना त्यसपछि 0.03 भनेको चाहिँ कति हो भन्दाखेरि चाहिँ अब 0.03 भनेको चाहिँ $3 जस्तो हो $3 भनेको चाहिँ अब 240 रुपियाँ या 300 रुपियाँहरू भनौँ न 300 रुपियाँहरू जस्तो हो अब यसको लागि म यहीँ गर्छु ल कनेक्ट वालेट गर्नुपर्छ कनेक्ट गर्यो जेनेरेटिङ इनभोइस अब यहाँ चाहिँ यस्तोहरूमा चाहिँ अलिकति केयरफुल हुनुपर्छ क्या अब यहाँ जुन चाहिँ यो देखाउँछ
यो नम्बर चाहिँ आफ्नो अकाउन्ट हो कि होइन, पहिला सुरु चाहिँ त्यो हेर्नुपर्छ हो। अन्त प्लस यो अब उता देखाउनुको अगाडि म एउटा कुरा चाहिँ देखाइदिइहाल्छु ल। यो चाहिँ एकदमै रिसेन्ट आएको हो क्या। अब जस्तै हाम्रो यो स्पर प्रोटोकल हामीले जुन चाहिँ फार्म गर्दैछ होइन, यो यसको ट्विटर ह्यान्डलमा हेर्दाखेरि यिनीहरूको यत्तिको फलोवर भइसकेको छ। अब नोभेम्बर 2014मा भर्खर 3-4 महिना भयो यिनीहरू रिलिज भएको, 3-4 महिनामा अब निकै नै हो यसमा, तर केही पनि भएको छैन हो। यिनीहरूको हेऱ्यो भने फलोड बाई जेना एन्ड मिस्टर जे हो। यिनीहरूको जेनाको एयरड्रप पाउँछ भने स्परको पनि पाउँछ, स्पर उड्यो भने जेना पनि उड्ने, अब त्यस्तो खालके हुनसक्छ हो। अन्तखेरि यत्रो फलोवर चाहिँ राम्रै हो, यत्तिको फलोवर दामी नै हो। किनभने मैले 30-60 के फलोवरहरू त्यस्तोहरू हुँदाखेरि त पाएको छु एयरड्रप। यत्तिकोमा चाहिँ नहुनु पर्ने फेक जस्तो लाग्छ मलाई, मेबी कतिवटा त म्यासिभ स्क्याम पनि हुन्छ हो। तर पनि अब यो यत्तिको राम्रो छ फलोइङ हो। अन्त यहाँ रहेछ एक दिन अगाडि खालि यिनीहरूले यो हालेको, टु डिप्लोइमेन्ट यो पिओजी इजिली फलो यस्तो स्टेप्स भने एक दिन अगाडिको खालि रहेछ यो कुरा चाहिँ ल। अन्त यसमा चाहिँ हामीले त्यो अर्को भिडियोमा चाहिँ म हालिदिन्छु हो, त्यसमा चाहिँ हामीले मेटामास्कै त्यहाँ उयो गर्छ, किनभने यिनीहरूले इभिएम कम्प्याटिबल वालेट भनेर भनेको छ होइन, इथेरियमको कम्प्याटिबल भनेको छ। त्यही भएर हामी मेटामास्क युज गर्छ। तर यहाँबाट पेमेन्ट गर्दा चाहिँ हामी उयोबाट गर्नुपर्छ, फ्यान्टमबाट। फ्यान्टम चाहिँ छिट्टो भइहाल्छ क्या, राम्रो छ फ्यान्टम। अब म देखाउँछु ल तपाईँहरूलाई कसरी चाहिँ गर्छ भनेर। अघिकै पेजमा आइहाल्यो है। पहिला हामीले चेक गर्नुपर्छ कि यही मेरो अकाउन्ट हो कि होइन। L021 हो यो स्पर्ट्सकोले मैले माथि त मेरो नाम लेखिरहेको रहेछ हो। अनि त्यहाँ अकाउन्ट इन्फर्मेसनमा गएँ म, अकाउन्ट इन्फर्मेसनमा यहाँ मेरो नाम लेखिरहेको छ होइन। अन्तखेरि मेरो यो L021 मैले चेक गरेँ, L021 यही छ, ठिक छ। त्यसो भए मैले यहाँ इभिएम एड्रेस पनि अलरेडी हालिदिइसकेको छु हो। यसको लागि त्यो फरक पर्दैन। अन्त यो कपी गर्नुपर्छ, यो जुन चाहिँ लिङ्क दिएको छ यिनीहरूले, जतिसक्दो बुझोस् भनेर साधारण पाराले भन्दैछु ल। यो कपी गर्यो हो, कपी भएर चाहिँ यहाँ प्रिसाइजली 0.03 नै पठाउनु पर्ने रहेछ हो। अब यहाँबाट चाहिँ हामी के गर्नु पऱ्यो, फ्यान्टममा गयो, फ्यान्टममा गएर चाहिँ यो कहाँबाट तिरेँ भन्दा चाहिँ मेरोमा ग्रास माइनिङ गरेको, मेरोमा त्यो उयो स्टेकिङले एक्स्ट्रा पैसा पाइरहेको थियो, त्यसले हालेको मैले। यहाँबाट चाहिँ मैले सोलाना छ अघिको जुन चाहिँ एड्रेस थियो हो त्यसमा चाहिँ सेन्ड गर्नुपर्छ। कपी त हामीले गरेर ल्याएकै छौँ। यो एड्रेस जुन चाहिँ छ यहाँ गरेर चाहिँ कपी गऱ्यो होइन, कपी गऱ्यो। त्यहाँबाट हामी यहाँ आयो, यहाँ आएर चाहिँ हामी सोलानामा गयौँ। सोलानाभित्र यो जुन चाहिँ सेन्ड लेखेको छ त्यसलाई क्लिक गऱ्यो। सेन्डलाई क्लिक गरेर चाहिँ यहाँ माथि मुनिपट्टि चाहिँ होइन, तर यो जुन चाहिँ यहाँ छ यहाँ लेख्नुपर्छ। अघि मैले पेस्ट गरेको थिएँ त्यही भएर त्यो देखाएको कि त्यो गरिदियो। त्यहाँबाट नेक्स्ट गर्नुपर्छ। नेक्स्ट गरेर चाहिँ अब कति चाहिँ सोल पठाउने हो, अघि भनेको थियो हामीलाई। यहाँ हेर्नुहुन्छ है त, हामीले यहाँ हेऱ्यो भने हामीले कति 0.03 सोल भनेको छ। 0.03 3-4 ओके, 3.81 हुँदो रहेछ है, अन्त $4 जस्तो हुँदो रहेछ, 350 रुपियाँहरू हुँदो रहेछ। यो गऱ्यो, त्यहाँबाट हामीले नेक्स्ट गर्नुपर्छ है। This wallet has no balance and doesn't appear in a recent transaction history. Please ensure
The address is correct हो। अब रिस्के त रिस्के हुन्छ यस्तोमा, ठ्याक्कै सेन्ड गरिदियो। क्लोज गरिदिउँ। हामीले यो हाम्रोमा गइसक्यो, सक्सिडेड भयो है। अब हामी यहाँ आएर यहाँ आयो, your deployment is successfully done and the associated account has been PUG activated. Your PUG badge and privileges are live on the platform. Thank you भयो। भयो मेरो सक्सेस भएछ। अब हेरौँ है त यतापट्टि हाम्रोमा के चाहिँ चेन्ज आयो यहाँ स्पटमा। ए देख्नुभयो मेरो फार्म आयो। यो मलाई एकदम गोल्डन ब्याज दिइहालेछ यिनीहरूले। महान छ तपाईँले हामीलाई फन्ड दिनुभयो भनेर चाहिँ। ल है साथी हो, मलाई चाहिँ यो दियो है गोल्डन ब्याज। भयो गोल्डन ब्याजको त म केही गर्नु सक्दिनँ। त्यहाँबाट अरू केही दियो कि यिनीहरूले। भोटिङमा हेऱ्यो भने भोटिङमा चाहिँ यस्तोहरू हुँदो रहेछ। एम्बेसडर प्रोग्राम टु बी लन्च इन Q1 अरे हो, अनगोइङ यस्तोहरू हुँदो रहेछ। ल सबै देखाइदिन्छु ल म। एक्सेप्ट बियोन्ड अल्छी लाग्यो भने नहेर्दा हुन्छ नि। एक्सेप्ट बियोन्ड यस्तो यस्तो कुनै केहरू हुँदो रहेछ। म यस थिच्छु अन्त ए 4000 स्पर पाउँदो रहेछ हो। देख्नुभयो सिधै म ठक्कै यो गरेर एक्सेप्ट बियोन्ड प्राइभेट कुनै के हो। जसले बेसी जे भन्दैछ त्यसमै यस। फेरि 5000 पाएँ। रेफरल रिवार्ड लेभल कुनै के तिमीले 2 लेभल छ नि यस। अब यसमा पनि 4000 हामीलाई मतलब छैन। यहाँ जेसुकै भनिरहन्छ नो यस। भेरी कम्पनी सुड बी अलाउड टु सबमिट अ भोटिङ प्रपोजल यस गरिदिउँ। 5000 हो गर्दैछ। पास्टमा केही थियो भोटको, पास्टमा थिएन। अपकमिङ लु साथी हो त्यस्तो रहेछ ल। यो चाहिँ अब यहाँ हेऱ्यो भने 40800 भयो मेरो। माइनिङ रेट त बढी जस्तो लागेन। त्यति हो, अरू त केही छैन छ। ल गुड नाइट साथी हो।